कहानी 38 भाग 3। येशूले 4000लाई खुवाउनुभयो। येशू त्यहाँबाट निस्केर गालील समुद्रको किनारा भएर जानुभयो र पहाडमाथि चढेर त्यहाँ बस्नुभयो। तब मानिसहरूका ठूला ठूला भिड उहाँकहाँ आए र तिनीहरूले साथमा ल्याएका लुला लङ्गडा, अन्धा, बोल्न नसक्ने र अरू धेरै बिरामीहरू येशूको चरणमा राखिदिए अनि येशूले तिनीहरूलाई निको पारिदिनुभयो। मानिसहरू चकित भए, किनभने बोल्न नसक्नेहरू बोल्न थाले, अपाङ्गहरू निको भए, लङ्गडाहरू हिँड्न थाले र अन्धाहरू देख्न लागे। तिनीहरूले इस्राएलका परमेश्वरको महिमा गरे। तब येशूले आफ्ना चेलाहरूलाई आफू कहाँ बोलाएर भन्नुभयो, म यस भिडलाई हेरेर दयाले भरिएको छु, किनभने यिनीहरू मसँग रहेको आज 3 दिन भयो अनि यिनीहरूसित खानलाई केही छैन। यिनीहरूलाई म भोकै पठाउन चाहन्न, नत्र त यिनीहरू बाटोमै थाकेर हैरान होलान्। चेलाहरूले येशूलाई भने, हामी यो सुनसान ठाउँमा छौँ, यति धेरै मानिसहरूलाई खाना खुवाउन हामी कहाँबाट खाना ल्याउने? येशूले चेलाहरूलाई सोध्नुभयो, तिमीहरूसित कतिवटा रोटी छन्? तिनीहरूले भने, 7वटा रोटी र केही साना साना माछा छन्। उहाँले भिडलाई भुइँमा बस्ने आज्ञा दिनुभयो। येशूले ती 7 रोटी र माछा लिई धन्यवाद चढाउनु भएपछि भाँचेर चेलाहरूलाई दिनुभयो अनि चेलाहरूले मानिसहरूलाई बाँडिदिए। सबैले खाएर तृप्त भए र उब्रेका टुक्राहरू तिनीहरूले 7 डालाभरि उठाए। खाना खाने मान्छेहरूको सङ्ख्या स्त्री र नानीहरू बाहेक पुरुषहरूको मात्र 4000 थियो। तब भिडहरूलाई बिदा गरिसकेपछि येशू डुङ्गामा चढ्नुभयो र मगदानको इलाकातिर जानुभयो।